ओके गाइज वेलकम टु माई भ्लग है। आज हामी जङ्गलमा मङ्गल गर्दै माथि हाम्रो चाहिँ घरदेखि माथि एउटा सानो जङ्गल छ, सानो पनि ठुलो जङ्गल छ। हामी आज पिकनिक जाँदैछौँ। दुई चारवटा गाइजहरू चाहिँ अगाडि साथीहरू चाहिँ गइसकेको छ, एउटा साथी चाहिँ यहाँ पछाडि आउँदैछ होइन। हामी चाहिँ धेरै छैनौँ, आज 7-8 जना छौँ र म यसरी चाहिँ बाइकमा बसेको छु है। र स्पिकर पनि यहाँ एउटा भाँडो पनि छ होइन। ओ माई गड, आज यो बजाएर खुब नाचिन्छ हामी। अब हाम्रो डेस्टिनेसन लगभग आइसकेको छ होइन। हामी अलिकति त्यो खोलाको तिरमा जङ्गल पनि छ सट्ट, यहाँ गएर चाहिँ हामी आज चाहिँ मोज मस्ती रमाइलो गर्ने हो है गाइजहरू। ल भिडियो हेर्दै गर्नु होला। यही हो र त्यो मोटरसाइकल जान्छ होला नि, मोटरसाइकल जान त्यहाँ कस्तो बाटो जान्छ यार, यो नर्मल बाटो यार। हामी अब ट्याक्क बाइक हेरिराख्ने भन्ने कुरो भयो है। बाटो राम्रै छ जस्तो लाग्छ क्या, जान्छ जस्तो लाग्छ। तैपनि अब किन रिस्क लिने होइन। ल मोटरसाइकल हामी पार्किङ गर्छौँ। हामी आज 1 2 3 4 चारवटा चाहिँ अर्को चाबीले गर्दा ल ओके। अब हामी यहाँदेखि तल होइन, अलिक खोला पानी हुने हिसाबले जाम है। पानी छ क्या जता ततै एउटा बियर बोक होइन ल गरे म सकेन। ल साथीहरू लागिसक्यो होइन। हामी चाहिँ अब अलि अगाडि गएर चाहिँ आज पिकनिक खान्छौँ होइन। वनभोज कार्यक्रम भनौँ न। ओके, कस्तो छ हाम्रो वनभोज कार्यक्रम, हजुरलाई मनपर्छ पर्दैन यसो कमेन्ट प्रतिक्रिया छोड्नु होला साथीहरू है। ल अब अलिकति अगाडि गएर तपाईँलाई फेरि अगाडि के कसो हुन्छ देखाउनेछु। ल ल गाइजहरू हामी एकदम डेस्टिनेसनमा आइपुग्यो। यी बुढ्ढे सर यहाँ हुनुहुन्छ आजको मेन आजको म्यानेजर अध्यक्ष। यी बुढ्ढे दाई टक्क हाम्रो सामान आइसकेको छ। यसरी चट्ट खोलाको तिरमा होइन, हामी जङ्गलको बिचमा छौँ साथीहरू। चट्ट आज चाहिँ हामी फुल इन्जोय गर्ने हो है गाइजहरू। झोला पनि बोकेर आएको छु। यो छुट्टै रमाइलो छ क्या आज है साथीहरू। फेरि टक्क अब यहाँ दाउरा खोज्न लागेको छ। यी हाम्रो भान्सा चुला यहाँ रहेछ। यस पिकनिक यहाँ चाहिँ आउने खाने गर्दो रहेछन् गाइजहरू चाहिँ। ल दाउरा राम्रोसँग खोज है, अलिक सुकेको मुढा टक्क ठुल्ठुलो। ल उता पनि गछ एउटा केटा। अब यो लगभग वाइल्ड लाइफ जस्तो भएछ होइन। यो जङ्गलमा आइयो हामी, अब पकाउने चिज पनि ल्याइयो, तर के गर्ने अब दाउरा छैन, दाउरा बाल्न पऱ्यो होइन। अब कता जाम दाउरा खोज्न। सानो यी यस्ता झिँगा फटेङ्ग्राहरू, झिँगा मसिनो दाउराहरू पनि काम लाग्छ होइन। म खोज्दैछु दाउरा यस्तो आपत छ। कार्यक्रम गर्न गाह्रो छ नि। एउटा दाउरा हेर्दैथ्यो, यो काँचो हो कि सुकेको हो? काँचो रहेछ त यार, काँचो रहेछ हो। हुन्न यो पनि। दाउरा भेट्न गाह्रो, एकदम मुस्किल, हुन्न यसरी। ओहो साप पनि आउनु भएछ, दाउरा भारी घाँस बोकेर। हाम्रो पिकनिक आज पिकनिक यो पनि घुमेर आएछ यो डगी। ओ माल्दै ए तेरी एम्स ब्रो रहेछ यार। कहाँ पुगिरह्यो? माथि पुगिरहेको दा तेरी यार। ल हामी त यहाँ अब यसो खानपिन अब। ल यो त हाम्रो एउटा एकदम खतरनाक यहाँ जङ्गल किलर चाहिँ दाउरा लिएर आउँदैछ है यहाँ। ल ओके, अब यहाँ मासु आइटम कुक हुँदैछ। यता हाम्रो धनियाँ प्याज टमाटर
अलिक फोरो छ होइन एनिवे यो हाम्रो कलेजो पाङ्रो भुटान्स हुँदैछ भुटान्स है ओके फाइन हुँदैछ है गाइजहरू ल अब हाम्रो पाक्छ यता म्युजिक पनि चलिरहेको छ हौ ओके गाइजहरू हाम्रो अब सुरु भयो है हल्का सानो अब यस्तो पार्टी ल चेयर्स 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 रक्सी हालेर युट्युब नै बन्द होला तेरो फेरि हाम्रो भात सर्ने अब हाम्रो यहाँ आज गाइज है वन भोज ट्याक यो अब भुट्टो हाम्रो कलेजो पाङ्रो साट रेडी भइसक्यो होइन अब यसलाई मजाले चाट खाइन्छ है गाइजहरू ल इन्जोय हजुर पनि थुक नलिनु आँख नलाउनु होइन अब हामी चाहिँ यसलाई चाहिँ एकदम मजाले खाने हो ल यहाँ केटाहरूले पुरा अर्ग्यानिक चटनी पिसिसक्यो है ट्याक्क मैले हेरेँ यहाँबाट है ल अर्ग्यानिक चटनी अचार चाहिँ बनेर यहाँ एकदम स्पेसल यो हो नि त ल एकदम अर्ग्यानिक बनेर आएको छ है हाम्रो लाउरे साप छत्रपतिले ट्याक्क चटनी पिसेर आउनुभयो है गर्मी छ अब हामी उता अलि शीतलमा बसेर खाने अहिले जङ्गलमा यसरी मङ्गल गर्दै ट्याक्क हाम्रो यहाँ अब एउटा सानो पटेका बम पड्काउँदै पनि छौँ हामी राति भयो राम्रो देखिन्छ होइन यो लास्टमा चाहिँ आओ माई गॉड माथि पड्किन्छ यही पड्किन्छ नि त पापड पनि यता बिचमा राख्नु त यहाँ हाल्छ टन्न अब सुरु भएको है कलेजो पाङ्रो लाएर एउटै हो कि त्यो एकदम यहाँ फेरि बाँड्ने मान्छेले तरिकाले बाँड्ने राम्रोसँग है पोखेला अब प्लेट त पोखिन्छ है फेरि होइन गरेर ल एकदम ल तपाईँलाई ल गाइजहरू हामी जङ्गलमा यता राखिदिउँ जङ्गलमा एकदम हामी मङ्गल गर्दैछौँ आज वनभोज कार्यक्रम हाम्रो हामी केही थोरै मात्रामा साथीहरू आएको छौँ टक्क यता चाहिँ अब हाम्रो रेडी विथ भुटुवा भनौँ न त्यो हाम्रो चाहिँ सुरु भइरहेको छ यु क्यान सी गाइज है पौराणिक चटनी खै पौराणिक चटनी खै पौराणिक चटनी खै साह्रो खानुपर्छ जङ्गलमा छ हामी बिचको जङ्गलमा टक्क जङ्गल छ उतातिर एउटा आइटम पाक्दैछ है ओके कस्तो छ ढेँडो दामी छ ओ लोरे ठिक छ बुढ्दै बास गुड 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 ढेँडो खाइएछ साथीहरू हामी है एकदम मजाले ढेँडो पकाइयो अहिले चाहिँ म खुट्टासँग दिन लाग्छु है खुट्टा पनि आएको छ मेरो भागमा ल ढेँडो पुगेन चिङा भात चाहियो अब भात पनि खाने भनेको छ साथीहरू भात पनि रेडी छ उचालेर अहिले खाने भात यहाँ ल्याएर राख्छु के ल खाना खाएर यो साथीहरू होइन ल हेर्नुहोस् म पनि अब खाएर एकदम हात छुटेर बसिसकेँ हाम्रो बुद्धि बेला हेर्नुहोस् है एकदम मजाले इन्जोय भइरहेको छ यता कुहिरे है के छ कस्तो छ खबर ठिक छ रोयल गुड केही भाने कसैलाई केही भाने एकदम राम्रो फ्रेस छ भाइ झन् फ्रेस एकदम है केही भएन ओभर भयो ए ओभर भयो अलिक खाना बढी भयो खाना बढी भयो होइन धेरै भयो ल केही छैन एकछिन पच्छ फेरि खाउँला है भाइ है ल ल आज यसरी हामी अब खानपिन गरेर सबै चाहिँ खाएको है अब पस्केको भिडियो चाहिँ गर्न सकिएन होइन मैले चाहिँ नर्मली भिडियो चाहिँ गराएको साथीहरू होइन सो आज यस्तै भयो वनभोज कार्यक्रम रमाइलो भयो जस अब हामी एकछिनपछि लाग्छौँ है अलि भाइहरू चाहिँ अब अलि है खाना खाएर एकदम अगाएको सुस्ताको अवस्था हेर्नुहोस् ए अब स्त्रीहरू एकदम खाना अलिक खाना बढी भएछ क्या होइन एकदम मजाले सुतेछ है मिठो भयो आज खाना होइन अब एक मिनट यहीँ सुत्ने हो कि
त्यसै त्यसै लाजै गरेछ त्यसै लाजै गरेछ धेरै भयो कि खाना औडा रक्सी चाहिँ लाग्यो होइन भात धेरै परेछ है ढेँडो र भात लास्टै खाइयो भात र ढेँडो यो रक्सी केही लाग्यो होइन रक्सी लाग्यो होइन के भात र ढेँडो मात्रै हो लाग्यो है गाई चाहिँ यसरी बुझ्नु होला है टनेसन नलिनु है आई वाह डायमन्ड यहाँ पाइयो है के अरे त्यहाँ यो भनेको मा कसम अरूले भेटाउँदैन यो होइन हामीले चाहिँ अर्ग्यानिक जङ्गलमा बसेर यसरी हामीले निकाल्दैछ यसलाई नाम के भन्छ अर्ग्यानिक हो होइन हामीले जङ्गलमा यसरी भेट्टाइएछ यो यसको मूल्य कति छ मलाई थाहा छैन अब यो भोलि नेपाल सरकारसँग म कुरा गर्छु है यसरी एकदम यो माल यो एकदम माल तपाईँको आँखाको लागि धेरै राम्रो चिज हो यो मसँग यस्तो छ सम्पर्क गर्नु हाम्रो ओके दिनेश छेत्रीसँग धावा गर्न सक्नुहुन्छ है यसको लागि यो धावा ट्रान्सफर नगरेर आयो भने चाहिँ 8 नम्बर सटरमा मसँग भेटेर फरत्त तपाईँले लैजान सक्नुहुन्छ अझै पनि मसँग छ म यहाँ खोज्छु अब यहाँ जति पनि रहेछ होइन यो चाहिँ मेरो आमादेखि हजुरआमादेखिको पालाको यो सामान हो मैले आज चाहिँ लाइभ मैले भेटेँ आनन्द लाग्यो भनेपछि आँखाको लागि यो एकदम यो चमत्कार हो चमत्कार यो तपाईँले यस्तो रोजेर पाउनु यो चाहिँ लोभ भएको चिज हो तर आज मैले पाएँ म धेरै सानो बच्चाको चिजमा यो मैले देखेको चिज थियो आज मैले यो पाएँ अब यसको लागि म खोज्छु अब फेरि है ल हेर्नुहोस् है साथीहरू ल अर्ग्यानिक हो है दिनेश छेत्रीले यो चिज भनेको विशेष गरेर होइन अब यो एकदमै राम्रो अर्ग्यानिक चाहिँ यो भिडियो लागि भनेर यो भिडियो यदि उस भएछ भने तपाईँहरूलाई मलाई पनि थाहा छैन खासै यो तपाईँले यो यसको लागि के काम लाग्छ होला अब कोही भिडियो हेरेर यो काम लाग्छ भनेर मलाई कमेन्ट गरिदिनुहोस् केही फरक थाहा छैन है हाम्रो युट्युब च्यानल छ ओके है साथीहरू सम्पर्क गर्नु होला हाम्रो दिनेश छेत्रीलाई है त ल थ्याङ्क यू मसँग छ यो चाहिए मसँग सम्पर्क गर्नु र म फ्रीमा दिने भयो ल स्पेशल ककटेल ड्रिंक ल खुर्सानी मुला अमिलो नुन गाजर लौसी वाओ स्पेशल ककटेल मुला गाजर कागज खुर्सानी साथीहरू पिकनिक एकदम राम्रोसँग मजाले खाइयो होइन अब हामी यहाँदेखि छुट्टिन्छौँ अलिकति अगाडि गएर फेरि नाच्दैछौँ होइन नाच्दै त्यहाँ अलिक यहाँ अलिकति हाम्रो चाहिँ नेटवर्क समस्या प्लस तपाईँको के हो भने अलिक गीत हामीले राम्रोसँग बजाउन पाइएन क्या त्यसले गर्दा चाहिँ हामी यहाँदेखि चाहिँ छुट्टिन्छौँ नेक्स्ट ठाउँमा नेक्स्ट लोकेसनमा गएर चाहिँ हामी चाहिँ फेरि आफ्नो चाहिँ प्रोग्राम चाहिँ त्यहाँ अलिकति नाचगान कार्यक्रमहरू सबै चाहिँ त्यहाँ गर्नेछौँ है साथीहरू लेट्स सी यू यहाँ भाँडा माझ्ने काम पनि भइरहेको छ साथीहरू हामीले खानपिन गरेर भ्याइयो होइन अब यहाँ भाँडा माझ्ने कार्यक्रम भन्छ कोही अब हामी भाँडा माझेर अब हामी लाग्छौँ एकछिन भयो है रमाइलो गरियो खाइयो थोरै नाचगान पनि गरियो होइन
ओके गाइजहरू अब हामी थन्काई बनकाई गरेर हामी चाहिँ अब फिर्ता हुँदैछौँ हामी रिटर्न ब्याक टु होम है हामी यहाँदेखि छुट्यौँ अब साँझ पनि पर्यो थोरै अलिकति नेटवर्कको समस्या त्यसपछि गानाहरू राम्रोसँग चाहिँ बस्न नपाएको हुनाले हामी यहाँदेखि चाहिँ छुट्यौँ अब हामी यहाँदेखि लाग्छौँ है साथीहरू ल भिडियोलाई हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु भिडियो कस्तो लाग्छ हजुरहरूलाई प्लिज कमेन्ट अनि लाइक गर्न नबिर्सिनु होला र सँगसँगै सब्सक्राइब पनि गर्न नबिर्सिनु होला र हामी यहाँदेखि छुट्टिन्छौँ छुट्टिँदै गर्दाखेरि ल हजुर सबैजना आफ्नो ख्याल गर्नुहोला टेक केयर गर्नुहोला जहाँ जहाँ जसरी बस्नु भएको छ आफ्नो स्थानमा केयर गरेर बस्नुहोला भन्दै अहिलेको लागि यहाँदेखि हामी छुट्टिन्छौँ र अलिकति अगाडि गइसकेपछि हामीले थोरै नाचगान पनि गऱ्यौँ देख्न सक्नुहुन्छ र नाचगान गर्दै हामी आफ्नो कार्यक्रम सकाएका छौँ ल यति भन्दै गुड बाई टेक केयर सबैजना